ज्ञान विज्ञान सिप उद्यम मौलिकताका साथमा ज्ञान विज्ञान सिप उद्यम मौलिकताका साथमा समृद्ध देश सुखी नेपाली आउँछ हाम्रो हातमा। समृद्ध देश सुखी नेपाली आउँछ हाम्रो हातमा। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आजको यो जिल्ला स्तरीय वक्तृत्व कला प्रतियोगिताका आदरणीय सभाध्यक्षज्यू, आजको यस कार्यक्रमका प्रमुख अतिथि, आजको यस कार्यक्रमका विशिष्ट अतिथि, यस कार्यक्रममा रहनुभएका विशेष अतिथि, अन्य अतिथिगणहरू, आजको यस कार्यक्रममा दुधको दुध पानीको पानी बनाएर निष्पक्ष निर्णय गर्न बस्नुभएका आदरणीय निर्णायक मण्डलज्यूहरू लगायत आजको यस कार्यक्रममा मसँगै यो प्रतियोगितामा सहभागी हुनुभएका प्रतियोगी साथीहरू र प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज म यो जिल्ला स्तरीय शिक्षक तथा विद्यार्थी वक्तृत्व कला प्रतियोगितामा सहभागी हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेको छु र यो कार्यक्रम आयोजना गरिदिनु भएकोमा आयोजकप्रति मनैदेखि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। म विषयवस्तुतर्फ केन्द्रित हुन चाहन्छु। आदरणीय सभाध्यक्ष महोदय, ज्ञान विज्ञान सिप उद्यम अत्यन्त महत्त्वपूर्ण चिज हो। मैले यहाँ जानकारी गराउन चाहन्छु, ज्ञान भनेको किताबमा लेखेका कुराहरू मात्र ज्ञान होइन महोदय। यो त विभिन्न प्रयोग, अनुसन्धान र अनुभवबाट निखारिएको एउटा चेतना हो। यो ज्ञानलाई हामीले विज्ञानसँग जोड्न जरुरी छ र यो विज्ञान भनेको त्यो ज्ञानलाई प्रमाण र प्रयोगद्वारा जीवनमा प्रयोग गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने एउटा साधन हो। सँगसँगै म यो कुरा जोड्न चाहन्छु महोदय, हाम्रो बजारमा हजारौँ लाखौँ युवाहरू हामीले उत्पादन गर्छौँ, तर तिनीहरू बेरोजगार छन्। उनीहरूसँग हातमा ठुलो ठुलो डिग्री छ, उनीहरू चाहिँ त्यो डिग्री लिएर ढुलेका आउँछन्, तर उनीहरू बेरोजगार छन्। किन त भन्दा उनीहरूको हातमा त्यो सिप छैन, जसले गर्दा ज्ञान र विज्ञानलाई हामीले सिपसँग जोड्नुपर्ने हुन जान्छ। मैले भन्न चाहन्छु महोदय, यो विज्ञान तथा प्रविधिको युग हो। यो सँगसँगै आजको यो वर्तमान परिवेशमा ज्ञानलाई हामीले विज्ञानसँग जोड्न जरुरी छ, विज्ञानलाई हामीले सिपसँग जोड्न जरुरी छ र सिपलाई उद्यममा रूपान्तरण गर्न जरुरी छ र उद्यमलाई हामीले मौलिकतासँग सँगसँगै डोराएर यो देशलाई समृद्ध राष्ट्र बनाउनु पर्ने वर्तमान युग हो। मैले यहाँ जोड्न चाहन्छु महोदय, हजारौँ ती बेरोजगार युवाहरूलाई हामीले सिपयुक्त बनाएर यो समृद्ध राष्ट्र निर्माणमा उहाँहरूको भूमिकालाई जोड्न सकिन्छ। सँगसँगै मैले अर्को कुरा जोड्न चाहेँ, सिपयुक्त जनशक्ति भयो भने यो प्रत्यक्ष उद्यमसँग जोडिन्छ र उद्यमशीलतामा हामीले के गर्न जरुरी छ त भन्दाखेरि मौलिकता खोज्नु जरुरी छ। हामीहरू अरूको धेरै नक्कल गर्ने बानी छ, त्यो नक्कल गर्ने बानीले हामीलाई माथि पुर्याउन सक्दैन महोदय। हामीले आफ्नै नवप्रयोगलाई जोड दिनु महत्त्वपूर्ण हुन्छ। आजको यो युगमा त्यो सबै कुराहरूलाई जोड्नको लागि एउटा मात्र चिज छ, त्यो हो प्रणालीगत सक्षमता। प्रणालीगत सक्षमता भनेको हाम्रो नीति योजना, शिक्षण, बजार लगायत मानव संसाधन सबैलाई एक ठाउँमा जोड्ने एउटा समष्टिगत रूप हो। यदि हामीले ज्ञान विज्ञान सिप उद्यमलाई एक ठाउँमा जोड्यौँ भने मात्रै हामीले समृद्ध देशको परिकल्पना गर्न सक्छौँ। समृद्ध देश निर्माणका लागि हामीसँग यी सबै कुराहरू एक ठाउँमा जुट्नु जरुरी छ
यो भन्दै गर्दा हामीले यो देशलाई पक्कै पनि माथि उठाउनु छ भने, यो देशलाई समृद्ध बनाउनु छ भने हामी त शिक्षा क्षेत्रको मान्छे, हामीले दिने ज्ञानहरूलाई सधैँभरि विज्ञानसँग जोड्न जरुरी छ र ज्ञान र विज्ञानलाई हामीले सिपयुक्त बनाउन जरुरी छ र सिपयुक्त भइसके पछाडि त्यो सिपलाई हामीले उद्यमसँग जोड्न अत्यन्त जरुरी छ र समग्र क्षेत्रमा हामीले यसरी विकास गर्दै गयो भने बल्ल हाम्रो समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुन जान्छ भन्दै मेरा भनाइहरू यही अन्त गर्न चाहन्छु। हस्त, नमस्ते।